यो यता चाहिँ हाम्रो घर जाने बाटो। हेलो एभ्रिवान, म भ्लग स्टार्ट गर्दैछु बाटोमै ढिलो भएर। आज चाहिँ हामी चुटी डाँडा जाँदैछौँ रोजाराम भएर चाहिँ। साथीहरू अब चाहिँ हामी काठमाडौँबाट जाँदैछु। रोजालाई पनि मैले भेटिसकेँ, देख्न सक्नुहुन्छ तर देखिएको चाहिँ छैन। अघि चढेको बेला बनाउनु पर्छ क्या, त्यही त नि बिर्सेछु नि त। अब हामीले त्यसले माथि बनाउनु पर्छ। कस्तो चिसो आयो नि, कस्तो लागिरहेछ। मजा कति दिनपछि घरबाट बाहिर निस्केको भाइ ठुलो भयो हो मलाई। अनि हेर्न म त कस्तो कलेज लाग्छ सोचिरहेको थिएँ। मेरो बिजोग हुन्छ घरको। मैले पनि यस्तो काटेर यस्तो झारेर के यति काटेको लामो। साथीहरू अब चाहिँ हामी टेम्पोबाट पनि निक्लिसक्यौँ। यहाँ चिप्सहरू अलिअलि किन्यौँ। पछि अब हामी त चल्नु पर्ने हुन्छ, कस्तो हुन्छ यो सिधामै बाइक। कति सानो बाइक होइन। अब उकालो चढा पनि चढा। अब चाहिँ चढेको खतरा नै, तर उ गरेको हुन्छ नि त, बादलहरू लागेर कुहिरो लागेर पुरा हुन्छ। अब उकालो जानु पर्ने हुन्छ। कहाँ गएको हो हजुरहरूले चाहिँ हेर्दै गर्नु होला। पारी गाउँ चाहिँ दामी देखिरहेछ, धान हो सबै। अनि पाकिसकेको होइन। यता चाहिँ हाम्रो घर जाने बाटो, तर आज चाहिँ हामी यता जाँदैछौँ साथीहरू। यहाँ के लेखेको थियो त्यो सब मेटिसकेछ। हाम्रो मोती चाहिँ हिँड्न सक्दिनँ भनिसकेँ। कुम्ता कहाँ हामी दुईजना हिँडेको, कहाँबाट दुईजना हिँडेको कोही छैन। त्यही भनेको, कसैले छोड्ला भन्ने नि छैन, कसैले केही गर्ला भन्ने नि छैन, आफै धुन होइन। अब चाहिँ यहाँ घाम नै हराउँछ। उयो एकछिन चाहिँ यहाँ बस्ने ठाउँ छ। तैँले भनेको चाहिँ नि त्यो कुवा छ नि, धारा हो, त्यो रोडबाट आउँछ। हाम्रो चाहिँ पहिले बस यतैबाट लान्थ्यो क्या। बस एकछिन बस। सो गाइज अब चाहिँ हामी गीत गाउन आँटिरहेको छौँ। सोर्नतरको ठाउँको बाटोहरू भनेको यस्तै नै हुन्छ। यहाँ बाइक राइड गर्नेको लागि चाहिँ यो अफ रोड एकदमै बब्बालै छ क्या। फुल चाहिँ जग्गा त्यहाँ पर फुल भौरा जस्तो देखिन्छ, राम्रै देखिन्छ। हामीलाई चाहिँ हिँड्न साह्रो परिसक्यो। कस्तो पागल लागिरहेको छ होइन। राम्रै आउँछ त थोप्रा पनि। लो माथिको त हो नि होइन, मान्छे त रहेछ नि त। हामी हिँड्न चाहिँ 11:30 हिँडेको, यहाँ 1 बजिसक्यो। तर ओह्रालो त फेरि गइदिन्छ। फेरि भन्ज्याङदेखि सिधै चाहिँ 1 घन्टा लाग्छ। हामीलाई भन्ज्याङदेखि नि एक खाजादेखि नि भन्ज्याङ आइपुग्न छिटो हिँड्दा नि 45 मिनट लाग्छ। 10 मिनट उकालो जाने रहेछ। उयो पार्टी छ। यो त मलाई उयो हेर्न शीतल पार्टी जस्तै लाग्यो क्या यो देख्दा त। एउटै कस्तो दामी देखिन्छ हाम्रो चन्दनपुर चाहिँ कता होला पर हो त। त्यो त छ्याउ बोल्न पनि सक्दैन, के बोल्न पनि सक्दैन, के ब्लग बनाउनु होला। यहाँ पार्टी देखिहाल्यो, अब बस्नु त
के गर्नु यस्तो यो पार्टीमा लेखेको नि यो आधी पढेपछि नि आधी पढेर छोड्नु हुँदैन अरे पुरै पढ्नुपर्छ अरे त्यो यो चाहिँ हिँड्न सकेकी छैन अब बन्द गरौँ है साथीहरू अब चाहिँ मान्छे रहेछ हामी चाहिँ अब जाने बाटो नि आइपुग्यो तर यहाँ गोरु रहेछ डर लाग्यो ओइ के खस्न गर्छ ओइ हेर्न हेऱ्यो गयो डर आयो साथको अब यहीँबाट उकालो एकपल्ट होइन सिर्जना र एउटा त्यो साथी थियो कि उहीँको हामी चाहिँ ट्युसन पढेको क्या ट्युसन पढाउँथ्यो योगा सरले होइन अनि केटीहरू कहाँ गयो जहिले छिटो आउने नि त तिनीहरू अनि कहाँ गयो यिनीहरू आउँदैन नि त भनेको होइन भरे त भैँसी भैँसी बाँधेर होइन यहाँ यो लान अनि भैँसी बाँधेका छन् कि बाटोमा अनि यस्तो बाँधेको यसरी नाङ्ना खोजेका रहेछन् डोरी म त डोरीले यसरी बाँधेर तिनीहरू दुई जग्गा त लडाइदिएर होइन यति घाउ बनाएर आएका थिएँ होइन अनि त्यसपछि कहाँ गयो तिमीहरू यत्रो बेर भनेको त केटी रुई कि अनि मलाई नि रुन आएर साथीहरू हामी चाहिँ चुरी डाँडा पनि आइपुगिसक्यौँ देख्न सक्नुहुन्छ यो खाजा बाँधेको चाहिँ एकदम राम्रो लाग्छ यहाँ मोटी मिस हुनुहुन्छ अब फोटो खिच्ने कार्यक्रम चल्दैछ यता आइ चाहिँ भन कति फिटिङ छ हौ एउटा लेस बाँध्ने असिस्टेन्ट कस्तो दामी देखिरहेछ यता चाहिँ होइन कि टिकटक बनाइरहनु भएको छ यस्तो मजा भइरहेछ यहाँ बस्नको लागि चाहिँ अब फेरि हिँड्दाखेरि गाह्रो पर्छ साथीहरू के गर्नु यत्तिकै भने के गर्नु गाइजहरू यत्तिकै क्यामेरा अडाउन खोजेको चाहिँ देख्न सक्नुहुन्छ यार कस्तो कमेडी नि
साथीहरू अब चाहिँ हामी लाग्छौँ घरतर्फ लु बोकै त्यो पानी बोक्ने के गर्ने बोक्नु पकडै हामी चाहिँ पानी पहिलोचोटि मैले चाहिँ यति धेरै खाइरहेको छु तर एक ग्लासमै सकिन्छ अब त ओए आइज मोटीको साथी अब बाई बाई अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ हामी ओह्रालो जान्छौँ साथीहरू यहाँ लुसी जाँदैन के हुँदैन अब चाहिँ हामी यहाँ चटपटी खान बसेको छौँ ए चटपटी होइन पानीपुरी पानीपुरी गाइस खाना मुला साथीहरू अब चाहिँ म घर पनि आइपुगिसकेँ रुदा पनि घर पुगिसकेँ छुट्टिसक्यौँ हामी चाहिँ छुट्टेको भिडियो बनाउन पाइएन Thank you for watching.